सो हेलो नमस्ते सोला सबैजना सन्चै हुनुहुन्छ होला हामी पनि सन्चै छौँ आज पनि नयाँ दिनसँग हामी नयाँ ब्लगको सुरु भइसकेको छ होइन त्यही हो अहिले हामी यहाँ देखिसक्नुभयो होला हामी चाहिँ अहिले यहाँ मामा घरमा छौँ है ट्याका लगाएर है भर्खर उठ्यो अनि अब हिजो आएकोमा ब्रस लगाइयो त्यही भएर अहिले आउनाले मजा आउँछ ब्रस गर्दैछ है त्यहाँ आगे आगे बताइए आया ना आजा 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 अनि यताबाट निस्किनु पर्ने हुन्छ आइज ल रोके आइज आजको हाम्रो भ्लग चाहिँ के अरे मकैबारी दर्याम दर्याम चलिरहेको थियो अब हाम्रो भ्लग चाहिँ लिचीबारी दर्याम दर्याम हुनेवाला छ ल हामी च्याप्टा गरेर अब चिया खानु पर्ने हुन्छ सऱ्याप सऱ्याप फुलको त्यो अनेकको त्यसलाई फुलको तेल ल्याउनु हुन्छ फुलको तेल कसरी बेच्छ ल ओए 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 लिची मात्र होइन अब हामी देखाउँछौँ यहाँ के छ मलाई पनि थाहा छैन यहाँ छ आँप कहाँ म देख्दिनँ त यार आँपी आँपको बुटो भयो त्यहाँ चाहिँ काँडी टन्नै फल्यो है आँपको बुटो यता पनि छ लिची त लिची त आँपको बुटो त त्यहाँ त्यो भयो उतापट्टि छ है त्यस पनि फल्यो है लिचीको त कुरै नगराउनु ए आज त मजा आने वाला है तर लास्ट अब लिची पापे कसले खान्छ चिया एउटा खाइदिइहालौँ नि त होइन एउटामा त किन टिप्ने होइन एउटै टिपौँ होला छु हिजो पानी पर्छ दह्रो शीतवरी त्यो रातो छ क्या आए चिया खाएको अरे चिया खाएको र कस्तो अमिलो भयो होइन कि अहिले चियामा त कागती हालेको त नि अनि फेरि कतिखेर टिप्ने हो त नि तेल टिप्ने हो अलि हो आइसी टिपाउनु अहिले त घाम चिसो शीतै छ होला हिजोको पानीको आज लिची टिप्ने कम्पिटिसन राख्नु पर्ला हो कसले चाहिँ धेरै टिप्ने भनेर भयो फेरि लड्यो भने अर्को आपत हुन्छ लिची त तर डुन्ने उहाँ माथिबाट पनि देख्दो रहेछ रातै राति आएर उहाँ पोहोर पर उहाँ माथि लगेर खाएको अरे मुर्दाहरूले यहाँबाट राति आएर त्यो माथि माथिको त खतरा रातो रातो छ कि यतापट्टिको भेको हरियो छ यतापट्टिको भेक रातो छ त्यहाँको झन् रातो टिपेर लगेर बाटो राखिदियो अझैलाई हुन्छ कसले मामाले ठीक है मिलते हैं थोड़ी देर में तो देखते जाए आगे आगे होता क्या है अब हामी खानजाना खाएर चाहिँ टिप्नु पर्ने हुन्छ होइन हो टिप्नु पर्ने हुन्छ अरु केही बेच्यो अलि खाने मात्रै होइन बेच्नै छ गाह्रो छ जिन्दगी गाह्रो छ अझैलाई पैसै चाहिन्छ बेच्नै छ अझैलाई पैसा चाहिन्छ रे पैसै चाहिन्छ छोरीलाई र अझैलाई कागती सागती दिन लएर बेच्ने हो कि
अहिले त अलि भएन त्यही छ यहाँले दिन्छ उतैसम्म ल त्यही हो किन्नै इच्छुक छ भने सम्पर्क गर्न सक्नुहुन्छ अजीलाई ल त्यही हो आज लिचीबारी दराम हान्नु पर्ने हुन्छ देख जाए आगे होता क्या भात खाने बेला मिल्नु पर्ने हुन्छ एकैचोटि ल चरम ल बाई अब हाम्रो यहाँ ट्याक्क लाएर खाना खाने कार्यक्रम हुँदैछ होइन के भेराइटी फेरि ओहो यहाँ च्याउ छ यता यहाँ कालो मुङ्गुर छ सुँगुर छ यहाँ अचार छ दाल छ खोइ आँपको अचार यहाँ अझै छ यहाँ फेरि आँपको अचार छ कति खानु बाहिर बोटमा लिची नै लिची छ फेरि ए बाबा ल देख्छ के हो त क्या आज लिचीबारी दरेन्द्र खानुपर्ने हुन्छ थोरै देर मिल्दै त फेरि ल त्यही हो अब हाम्रो यहाँ लिची टिप्ने कार्यक्रम सुरु भइसकेको छ यहाँ हेर्ने दर्शकहरू 2-3 जना छन् चढ्ने दर्शक 1 जना छन् म पनि यसो हेर्नेमै हो ओहो लिची त बोरा पनि आउँदैछ त्यहाँ टिपेर हार्ने लिचीको कुरै नगरौँ कि ल हेरौँ न आम्मामा कति हो कति लिची मार्छ त हात त यार ए हामी चाहिँ अहिले यो बुटको टिप्दैन यो बुटको अलिअलि हरियो छ हरियो छ रातो छ तर यो बुटको चाहिँ धेरै पाके खाके धेरै रातो छ त्यही भएर यो बुटको चाहिँ आज टिपिदिनु पर्ने हुन्छ त्यसमा ट्याक्क ग्रेड गरेर छुट्याएर राख्नुपर्ने हुन्छ अझै करोडपति छ त नभेट्दो रहेछ यसरी खाइदिउँ भनेको अलि कति खस्या भुइँमा कति गुलियो यहाँको लास्टै रातो छ के हो तैँले त्यहाँबाट नै खिच्नु यार ला म तर पास दिन्छु कन्टेन्टको लिए क्या कुछ नै म चढ्नै सक्दिनँ फेरि तिमी चढ्छौ फेरि हो ल फेरि अलिकति भ्यू खतरा देखाउनलाई म यहाँ चढाउँदैछु यहाँ ठुल्दा त चढ्दैछ यहाँमा क्या नि होला ल हेरौँ लिची हेरौँ वे ल सक्दैन नि फेरि लिची ने लिची ये क्या है भाई ये क्या है भाई साहब माय गॉड मजा आउने वाला छ मजा ल अब यो क्लिप हो भाइरल हुनुपर्ने चिप्लिने त हुँदै होइन नि ल यो ठिक छ ओहो
अड्कियो यार बास यो त शैली ल ठुलो दे समाता ए तेरी ल समाता ए तेरी ल ओहो ल आम्मामा ए ठुलो त होला नि ठुलो निस्कियो यार हेट अजिलाई छ समाता नआउनु ल ल ल यहाँबाट हाल्नु न अझै टाउको यहाँबाट हाल्नु हो यस लिची छोडा ठुल्दा लिचीको माला लगाइदिनु अझैलाई ए रकी सर्ट अनुहार देखिएन ए रकी त नि खाने हो ल ए अझै त बाबा है मिस इन्टरनेसनल भइसक्यो लिचीको लगाएर रकीको टाउकोमा कपाल बनाइदिनु लाइज रकी अलि माथि छोडे देखते केटावटी पनि राख्दा ऱ्याङ्क यता एकजना है हेर हामी कति टिप्न सक्छौँ आज खाली गरिदिने यो बुट एउटा बुट यो बुट चाहिँ खाली नगर्ने यताको चाहिँ सबै पाके है त्यही हो काम टनाटन यस्तो गुलियो छ कि पुरै नगरौँ यो त बस सुरुवात है ल ओ भारी भयो लिची भारी भयो ओहो यहाँ हो ल ए अब माथि बसेर टिप्नेलाई गर्मी भयो नि हामी तल बसेर खानेलाई एकदम गर्मी भइसक्यो टी सर्ट नि खोलिसक्यो यतिको एक पाटोमा त झिक्दाखेरि यहाँ बढी भइसक्यो बोरा त्यहाँ कति लर थुपारिसक्यो हामीले त्यहाँ त्यही हो अब आजलाई यति नै हो हेरौँ त्यसपछि के हुन्छ आजलाई टिप्ने यति नै हो ल अझै बाँकी नै त्यहाँ छ ऊ त्यहाँ छ ए ल थोरै देर मिल्दै ल है एकतिरको टिपेर भ्याइयो है त्यही अब अझै यताको चाहिँ अब यसो एक दिनमा मिलाएर टिप्नु पर्ने हुन्छ अझै बाँकी नै छ अझै भन्दा उतापट्टिको पनि छ ए हामीले यसरी टिपेर यत्रो बोराको चाहिँ ए कति भइसक्यो क्या यहाँ पनि धेरै टिप्यो भने बिग्रिन्छ है ए कति टिपिसक्यो चाहिँ लास्ट गरिम भयो पानी खाने कि मही खाने कि कोक खाने होला यति गरिम भयो अब झर्ने ए अझै कति छ त्यत्रो टिपेर हुँदैन त्यहाँ मजा त देखाइदिन्छ ए भिडियोमा क्या ए कति खाने हाम्रो ट्याकबाट झारी भयौँ अब हामी चिसो कोक खाने कार्यक्रम गर्दैछौँ अब यसलाई अब एकछिनमा कोक खाएर रेस्ट गरेर त्यसपछि हामी यसलाई ग्रेडिङ गर्नुतर्फ लाग्छौँ होइन त त्यही ल ट्याक्क हामीले यहाँ ग्रेडिङ हान्दैछौँ यसरी यहाँ चाहिँ झुप्पा सहितको यहाँ चाहिँ टुक्रा पिसको बनाउँदैछौँ हामीले ट्याक्क है अझै छ बाँकी कति छ ल त्यही हो भाइ हामीले अब ट्याक्क ग्रेडिङ गरेर भ्यायौँ होइन अब यसलाई ट्याक्क अझै च्यापेर बसिरह अब यसलाई ट्याक्क गाडीमा लगाइन्छ त्यसपछि भोटा लगाइन्छ त्यही हो अझै एक दिनमा करोडपति ल जाम दुईटा बोकेर आउँछन् हामी जाम यार गरौँ हुन्छ ल यसरी चिल पार हामीले यहाँ बिरुवा पनि हाल्यौँ ल गयौँ अझै घिउ पनि हाल्यो ट्याक्क लगाएर यो अब जान्छौँ माथि गाडीबाट पुऱ्याउनु जानुपर्ने हुन्छ यसरी बोकेर होइन मेरो त घाँटी भाँचिन्छ के हो यसरी ल अब एकचोटि गाड्ने र
गाडी लिएर पुगेपछि भेट्नुपर्ने हुन्छ है त कसरी दुईजना आउँदैछन् अरे लिची आयो खाली सिसी पुराना कागज आयो भनौँ साह्रै बोलिएछ कि माथिको मान्छेले सुने यार उनीहरू हेरिरहनु पर्छ लिची आयो भनेको त त्यही भएर कि हामी गाडीमा गएपछि भेट्नुपर्ने हुन्छ है त ल अहिले माथि रोडमा छ त्यही भएर बोकेर लानुपर्ने हुन्छ ल सिउ गाइज एकछिनमा हेर्नु नै हाम्रो रक्की गाइज आइसकेपछि यतापट्टि नि आउँदैछ नि टेक्का लगाएर ल ए थाके हो अगाडि हिँड्दै बाबु हात्ती गल्यो टाउको नि गल्यो यार लोट्याएको हामी यहाँ अब लोड हान्दैछौँ गाडीबाट आइपुगिसक्यौँ लिची निस्क्यो पसिना त्यो पसिना सब लिची हो है अगाडि हाल्दा अगाडि टाँस दिइहाल्छ कि त्यहाँ अब यो लिची भोल्टार मार्केट छिर्छ हो त्यो खालीलाई यता पछाडि राख्यो त्यसलाई अगाडि गर्छ लास्ट गर्ने भयो पछाडि लास्ट आउँछ पसिना झन् ए यो टावल लैजाऊ यो यस्तो गर्नु पर्यो होइन पछाडि पसिना आए तेरिका के साह्रो यो पसिना हो भयो भयो ल च्याट्टा पारा हामी निस्किसक्यौँ है लिची सिची बोकेर राख्का स्पेसल पारामा है यस्तो गर्मी भएछ कि कुरै छोडिदिउँ कि कुरै छोडिदिउँ हो धेरै लिची पनि खानुहुन्न है धेरै लिची ए सब लिची निस्किरहेको अहिले लिची 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 भइरहेको त्यही भएर एकचोटि अब घर गएपछि भेट्नुपर्ने हुन्छ है 5-10 मिनट पुग्छौँ तब तक के लिए बाई चलो अब म्युजिक सुन्दै जानु पर्यो नि त फेरि र त्यही हाम्रो लिची पनि ल्याइसक्यो यहाँ यही ट्याक्क झारिसक्यौ होइन बास गऱ्यौँ म त्यहीँ राख्नु ट्याक्कलाई त बिरा पनि छ घिउ पनि छ लिची हामीले ल्याइसक्यौँ अब यो घिउलाई अजिल्दैको घिउलाई हामी ट्याक्क सेट किचनमा राखिदिनु पर्ने हुन्छ है सिसाको डब्बामा छ फेरि यहाँ ट्याक्क राखिदिन्छौँ है लास गऱ्यौँ म यहाँ यो चाहिँ सब यहाँ हामीले 5 थरीको प्लान्ट लिएर आएको छौँ त्यो पनि सब फुल इन्डोर प्लान्ट है यसलाई पनि अब यहाँ एकछिन राख्छौँ एकछिन अब हामी हाम्रो कोठामा ओहो यस्तो छ है हिजो आएको छ हरेक त्यही भएर हत्तेरिका गरिमा ल त्यो गाइज यति हो आजको भ्लग चाहिँ लास्ट गरिमा त्यही हो आजको भ्लग के जस्तो लाग्यो कमेन्टमा प्रतिक्रिया दिनु होला होइन त्यही हो अनि फेरि त्यस्तो खासै राम्रो छैन जे छ डेली लाइफ भ्लग हालिदिएको फेरि अर्को भ्लगमा भेट्छौँ भन्ने बाचा साथ
बिदा हुन्छौँ। हस्त धन्यवाद, बाई बाई, सी यू इन द नेक्स्ट ब्लग गाइज। चलो बाई।